स्वागत छ। आज हामी कमलपन्थी पोडकास्टको एउटा निकै चाखलाग्दो प्रस्तुतिमा अलि गहिरिएर हेर्दैछौँ। उनीहरूको नारा पनि राम्रो छ, जहाँ हामी सिक्छौँ, बुझ्छौँ र बढ्छौँ। कमलपन्थी पोडकास्ट उनीहरूले समसामयिक विषयमा राम्रै चर्चा गर्छन्। हो, अनि आज हामीले लिएको सामग्रीको शीर्षक छ 2050 यन्त्रको शासन। यो सुन्दैमा अलि सनसनीपूर्ण जस्तो लाग्छ हैन त? हो त नि, शीर्षकले नै ध्यान खिच्छ। यन्त्रको शासन भनेपछि त आर्टिफिसियल इन्टेलिजेन्सकै कुरा होला सायद। त्यही नै हो। उनीहरूले भविष्यको एउटा सम्भावित चित्र कोर्न खोजेका छन् जस्तो लाग्यो मलाई। ल, यसमा अलि डुबुल्की मारौँ न त। हुन्छ। मेरो विचारमा पनि उनीहरूले एआईले सन् 2050 सम्ममा हाम्रो सार्वजनिक जीवनका महत्त्वपूर्ण पक्षहरू जस्तो सहरी व्यवस्थापन भयो हैन, अनि स्रोत बाँडफाँड यस्ता कुरा कसरी चलाउन सक्ला भन्ने सम्भावना हेरेका छन्। भनेपछि उनीहरूको एउटा तर्क के थियो भने, कस्तो भने एकदमै जटिल प्रणालीहरू हुन्छन् नि, जस्तो ठूलो शहरको ट्राफिक व्यवस्थापन होला वा ऊर्जा वितरण। हो। यस्ता काम मान्छेले भन्दा एआईले बढी कुशलतापूर्वक अनि अझ निष्पक्ष रूपमा पो गर्न सक्छ कि भन्ने। त्यस्तै कुरा उठाएका थिए उनीहरूले। एउटा उदाहरण पनि दिएका थिए। के अरे? ए हो र? कस्तो उदाहरण? एउटा काल्पनिक सहर न्युटोपिया भन्ने, त्यहाँ एआईले ऊर्जा ग्रिडलाई यति राम्रोसँग मिलायो रे कि ऊर्जा खपत नै 30%ले घट्यो अनि फोहोर पनि कम भयो। ओहो, 30% त धेरै हो नि। भनेपछि स्रोत व्यवस्थापनमा त एआईको ठूलो सम्भावना देखियो। हो, एकदमै सकारात्मक पक्ष त यो भयो। तर शासन भन्ने शब्द आफैमा अलि गहुरुङ्गो छ नि। यसले त नियन्त्रण र शक्तिको कुरा पनि ल्याउँछ। के पोडकास्टले यसको जोखिमहरू बारे पनि केही बोल्यो? बोल्यो नि, किन नबोल्नु। उनीहरूले सन्तुलित दृष्टिकोण राख्ने प्रयास गरेका थिए। जस्तो एल्गोरिदममा हुन सक्ने पूर्वाग्रह, त्यो के अरे एल्गोरिदमिक बायस भन्छ नि। सुनेको छु। हो, त्यसबारे गम्भीर चिन्ता थियो उनीहरूको। एउटा अध्ययनको कुरा पनि गरे, सायद काल्पनिक होला त्यो पनि, जहाँ एआईले न्यायिक निर्णय गर्दा पुरानो डाटाको आधारमा कुनै खास समुदायलाई अलि बढी कडा सजाय दिने खालको देखायो रे। त्यो त साँच्चै डरलाग्दो सम्भावना भयो। हो नि, यसले त निष्पक्षताकै प्रश्नमाथि शङ्का उब्जाउँछ। भनेपछि प्रविधि आफैमा त ठिकै होला, तर त्यसलाई सिकाउने डाटा र बनाउने तरिकाले पो गडबड गर्न सक्ने रहेछ। ठ्याक्कै। अनि अर्को कुरा, मानौ न कुनै स्वचालित प्रणालीले गल्ती गर्यो अनि कसैलाई हानि भयो। अब जिम्मेवार को त? प्रोग्रामर, कम्पनी कि त्यो मसिन आफै? यसमा के भन्यो पडकास्टले? यो त पडकास्टको एउटा मुख्य छलफलको विषय नै थियो जस्तो लाग्छ। जवाफदेहिताको प्रश्न। जब सबै कुरा स्वचालित हुन्छ, मान्छेको हात हुँदैन अनि गल्ती हुँदा जिम्मेवारी कसले लिने? यो निकै जटिल प्रश्न हो। हो त नि। यसको सजिलो उत्तर छैन भनेरै उनीहरूले पनि यसलाई भविष्यको ठूलो कानुनी र नैतिक चुनौती मानेका थिए। अनि अर्को कुरा, प्रशासनिक काममा स्वचालन बढ्दा रोजगारी घट्ने सम्भावनाबारे पनि हल्का सङ्केत थियो। त्यसो भए कमलपन्थी पोडकास्टको यो सामग्रीले हामीलाई एउटा निकै महत्त्वपूर्ण दोधारमा छोडेको जस्तो देखियो, होइन त? एकातिर यन्त्रले ल्याउने त्यो गजबको दक्षता, सुव्यवस्था हो, अर्कोतिर मानवीय नियन्त्रण गुम्ने डर, पूर्वाग्रह बढ्ने, जवाफदेहिता नै हराउने जोखिम। हो, उनीहरूको प्रस्तुतिको सार त्यही थियो। यो खाली प्रविधिको मात्र कुरा होइन रहेछ, यो त समाजले कस्तो भविष्य रोज्छ भन्ने कुरा पो रहेछ। प्रविधि कता लैजाने, कसरी प्रयोग गर्ने भन्नेमा मान्छेको विवेक, दूरदर्शिता चाहिने भयो। ल, आजको यो छलफलले हामीलाई कमलपन्थी पोडकास्टको 2050 यन्त्रको शासनभित्रका केही मुख्य विचारसम्म त पुर्यायो। यसले त्यो दक्षता र नियन्त्रण बीचको द्वन्द्वलाई राम्रोसँग देखायो। या मनन गर्नुपर्ने कुरा के छ भने, त्यो पोडकास्टले हामीलाई भविष्य चुपचाप पर्खेर बस्ने होइन कि त्यसलाई सक्रिय रूपमा आकार दिनुपर्छ भन्नेतिर प्रेरित गर्छ जस्तो लाग्यो। प्रविधि विकास हुँदै गर्दा त्यसको सामाजिक, नैतिक, आर्थिक असरबारे लगातार छलफल हुनुपर्छ भन्ने सन्देश थियो त्यसमा। त्यसो भए यो छलफलले हामीलाई एउटा प्रश्न सोच्न छोड्छ होला। सन् 2050 तिर जाँदै गर्दा के हामी प्रविधिलाई मानव हितमा प्रयोग गर्ने बाटो बनाउन सक्दैनौँ होला? वा कतै अन्जानमै हामीले बनाएको प्रणालीकै अधीनमा पर्ने पो हौं कि? हो, यो साँच्चै नै अब आउने दशकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण प्रश्नहरूमध्ये एक हुन सक्छ। विचार गर्नै पर्ने कुरा।